दरबार महल होइन कस्तो आगो लगाएको होइन त होइन है अस्ति आगो लगा भनेको त यो चाहिँ हाम्रो बसन्तपुरको ठुलो ठुलो मन्दिरहरू सट्ट लाएर देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ हामी सपिङ गरेर पनि हिँड्दै गयो यता अनि यस्तै छ जिन्दगी दर्पण छायामा आज म तपाईँहरूलाई पुरा बसन्तपुर देखाइदिन्छु दरबार महल होइन देखो क्या खतरा देखिरहेको सेतो न सेतो दरबार महल चाहिँ होइन दरबार चाहिँ बसन्तपुर दरबार बसन्तपुरको दरबार हो महल त उ त हो यो मेरो बहिनी फेरि आँखा नलाउनु रे ए मेरो सालीलाई पनि चाहिएको छ अरे फेरि म कहिले आएको जस्तो फिल भयो यहाँ त यार बसन्तपुरमा म आजभन्दा करिब करिब 9 एकछिनसम्म त रहेछ रहेछ म त कहाँ हाल्यो भनेर नि देऊ ए एउटै लुगा धेरै पोज हुन्छ क्या छोड्देऊ अस्ति जानेवाला पनि लगाएर जानेवाला पनि यही लगाएको थिएँ आज नेपालमा नि त नि यो लुगा कहाँ खाने भनेको रोल कहाँ खाने जाम कता यो मान्छेहरूको भिड आज यो असोज 1 गते 2082 साल 6 महिना असोज 1 गते विश्वकर्मा पूजाको दिनमा धेरै भिडभाडहरू छ हाम्रो यो काठमाडौँमा मार्केटहरूमा अनि राम्रोसँग बस्नु होला अनि त्यो बाँसुरी चाहिँ मलाई किन्न मन लाग्यो एउटा बाँसुरी चाहिँ म किन्छु लगाइस सट्ट लाएर त्यो बाँसुरी बाजेको एउटा बाँसुरी चाहिँ म किन्छु है लगाइस यो चाहिँ बसन्तपुर जाने बाटोमाको यो के छ मलाई थाहा छैन यो कालीमा दुर्गामाको उहाँको मूर्ति रहेछ पूजा गर्दै हो यहाँ आज चाहिँ लास्टै भिडभाड छ क्या यस्तो छ बसन्तपुरको मन्दिर होइन यो चाहिँ हामी पछाडि देखिरहेको चाहिँ बसन्तपुरको मन्दिर हो हामी चाहिँ बसन्तपुर जाँदैछौँ अहिले बसन्तपुरको यात्रामा हो रातभरि नसुतेर आँखा नि रातो रातो भइरहेछ कस्तो धमिला आयो त हामी क्लियर भएन यो चाहिँ बसन्तपुरको मन्दिर अनि बसन्तपुरमा लास्ट चाहिँ भिड छ आज डेन्जर यता हेऱ्यो भिड उता हेऱ्यो भिड धेरै भिड आज अब दसैँ पनि आयो नि त नजिक अनि त्यसैले धेरै भिडै भिड छ मान्छे हिँड्ने पनि बाटो छैन सय 90 मा लाने
भइरहेछ। आज चाहिँ यो विश्वकर्माको पूजाको दिनमा काठमाडौँमा धेरै भिड छ। यो बसन्तपुर न्यू रोड अनि 2082 अब सिधा भयो। फोन हातमा राखेर पो कहाँ गयो भनेर छामिरहेको छ। सिटी पुग्न सुरु गरेछ। भोलिपल्ट